यो चाहिँ आज हामी यो कमल गाउँपालिकाको मा पर्ने साधुहोली स्थित आएका छौँ है। हाम्रो भाइहरूको बिदाको सदुपयोग गर्दै भाइहरूले यसो घुम्न जाउँ न त भनेपछि हामी साधुहोलीतिर आएका छौँ। यो चाहिँ साधुहोलीको दृश्य देखाउँदैछु मैले है। जोस् पर्यटनको लागि हाम्रो नजिकै दमकलाई फोकस गरेर साधुहोलीलाई यसो पर्यटन स्थल बनाएको रहेछ। अलमोस्ट ठिक छ, राम्रो ठाउँ पनि है। जोस् नजिकको मान्छेलाई यसो रिफ्रेस हुने ठाउँ चाहिँ राम्रै चल्दै गरेको रहेछ। यो परको चाहिँ चाँजु खोला पर्यो, यतापट्टि छ रतुवा खोलाको सङ्गममा चाहिँ यो साधुहोली पर्दो रहेछ। साधुहोलीको चाहिँ हाम्रो दोकान व्यवसायहरू पनि अलिअलि रहेछ है। ठिक छ, अलमोस्ट घुम्नलाई आउने ठाउँ गुड छ, राम्रो छ। आउनु होला। यो हाम्रो दमक कमल गाउँपालिकाको नजिकै रहेको यो पर्यटक क्षेत्र राम्रो छ। आउनु होला, घुम्न, हेर्न, बस्न, रिफ्रेस हुनको लागि निकै राम्रो ठाउँ भएको रहेछ। धन्यवाद। हवस् त, नमस्ते।